सो हेलो गाइस, वेलकम बैक टू आवर न्यू व्लॉग। तो गाइस, मैं आप लोगों के साथ आज शेयर करूंगी कि हम लोगों के घर के यहाँ पे मधुमक्खी से जो हनी होता है वो कैसे निकालते हैं। और ये जो हनी है एकदम प्योर होता है। और जो मेरे नीचे वाले दीदा है उन लोगों के घर में बहुत सारा ये मधुमक्खी का वो बनाया हुआ है। ऐसे नॉर्मली यहाँ पे 7 से 8 जो मधुमक्खी का ये ऐसे बना के रखा है। तो यहाँ पे आज जो है मेरे मामा 4 से 5 मधुमक्खी से यहाँ से ये निकाल रहे हैं, मधुमक्खी से हनी निकाल रहे हैं। कराएको हेर्नु गर्छ अन्त विक्रम दादालाई त चिली छ क्या होला नि हौ मरे मलाई डर लाग्यो। कुट छिप्पे चाका छिप्पेछ नि त त्यति लामो चाका लाउँदा हो त्यस्तो राख्नु डर भन्छ अरे अब हेर्नु बिचारा अहिले भाडा ल्याउँ भएन डर लाग्ने अच्छा म दामी छ मैले भने नि यहाँ चाहिँ दामी छ एकदम खेलिरहेको हुन्छ नि मौरी जति भागे नि मौरी त्यति बेसी चाका लाग्छ बसिरहने त त्यही भित्रको अल्छीहरू बसिरहनेहरू त कराएको हेर्नु विक्रम दादा आज ड्यामेटर रहेछ नि अरे त्यसले चिनेको त मलाई उयो कालो खालको चाहिँ माया खत्तमै उयो चाहिँ चोर चोर मौरी उता जा है मौरी काट्दा लाउने टोपी किन्नु पर्ने जालीवाला है त्यति कप्पै दामी हुन्छ पाउँछ नि छेमालाई लिएर माग्नु न 150-200 रुपियाँ पाउँछ है उताबाट उता त कहाँ मौरी नै छौरी कसले काटेर मौरी पाउँदैन होला यता मिरिकतिर पाइहाल्छ सुटै होइन हौ टोपी क्या जालीवाला बुढो भएको अवस्था अलिकति बुढो र पनि अहिलेको भन्दा राम्रै छ त्यो ठिकै छ म ए बुढो भने चाहिँ त्यो छाल्ने भयो चाल्ने हुँदो रहेछ नि त त्यसको बानी मौरी पनि त हेर्नु न आम्मा पोक्कै निस्किन्छ त्यसमा त कालो कालो भएको चाहिँ त्यो बुढो भएको होला नभएर नि ड्यामै भइसक्यो त्यहाँनिर मुख चाहिँ जोगाउँदैछ उसले अलिकति बनाएर म अब नि यो सबै दाजु कि हजुर ए योहरू चाहिँ सबै फोक्से अब उयो मेन चाहिँ अब उसले चाहिँ आज महँगो लगाउला जस्तो छ यहाँ मलाई चिरेर
भर्खर फोक्सीहरू रहेछ यसको चाहिँ निस्किँदैन यसको चाहिँ निस्किँदैन ए त्यो चाहिँ भालुलाई दिनु यहाँको मेन चाहिँ हो यहाँ कहाँ जाँदा हेर्नु चाहिँ सब हुन्छ त्यसको ए यसको त सब निस्किन्छ नि दादा उनीहरूले हेर न अँ, उड्नु आउँछ अँ। उयो पनि निक्लिन्छ त्योबाट पनि निक्लिन्छ यहाँबाट यहाँ चुहेर निस्किन्छ चुहेर होइन हल्का हल्का यो चाहिँ हो डल्लै म निक्लिने सब म निस्किने चाहिँ यो ए, यसमा चाहिँ हल्का हल्का विचार गर्दैन